आज बिहान 9 बजेको न्युज हजुरहरूले को-कोले हेर्नुभयो, को-कोले हेर्नु भएको छैन। रसुवामा एकदमै ठुलो बाढी आएको छ भोटेकोसी नदीमा र रसुवा सँगसँगै रसुवा, नुवाकोट, धादिङ र चितवन एकदमै अहिले खतरा छ। किनभने बाढी अहिले ठ्याक्कै गजुरी कटिसकेको छ। तपाईँहरू आफू सुरक्षित हुनुहोला। एकदमै ठुलो बाढी आएको छ। अहिले टिकटकहरू हेर्दाखेरि यति मुटु भक्कानेर आएको छ, यति डर लागेको छ। त्यहाँ हुनेहरूले जसले खेपिराख्नु भएको छ, कति गाह्रो भएको होला। जो नजिक हुनुहुन्छ आफू सबै सुरक्षित हुनु होला हैन। बाढी एकदमै ठुलो आएको छ, नसोचेको बाढी आएको छ। अब चितवनसम्म अलिकति डर हुनेछ। जस्तै अहिले बाढी अब गजुरी कटिसकेको छ, हामीले गजुरीसम्म अपडेट लिँदाखेरि गजुरी कटिसकेको छ। बाढी यति ठुलो आएको छ कि हजुरहरू जहाँ हुनुहुन्छ त्यो खोलाको तटीय क्षेत्रमा हजुरहरू सुरक्षित रहनुहोला। अहिले फेरि ठुलो विपत्ति आएको छ। सबैजना अब धैर्य गर्नुहोला अनि आफू सुरक्षित बस्नुहोला। मलाई नै एकदमै डर लागिराखेको छ। त्यो न्युजहरू हेर्दाखेरि यस्तो गाह्रो भएको छ। हजुरहरू सबै आफै सुरक्षित रहनुहोला।